कस्तो बाटोमा आयो है, कस्तो मजाको बाटो गइरहेको थियो हामी। कुरी एक जैसा हाल तेरा मेरा इश्क है मिसाल तेरा मेरा आज यस्तो छ। हामी चाहिँ यहाँ भ्यू हेर्ने भनेर आएको। आज चाहिँ सबै बादलले छेकिरहेको छ हिमालय। त्यहाँबाट अलिकति मात्र देखाएको छ, त्यो झन्डा छ, त्योभन्दा अलिकति माथि देखाएको छ। हेर्नुहोस् है त, ग्रास 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 खै यता टिप्न दिँदैन होला खै, हेर्न सक्नुहुन्छ है, हातले भ्याउँछ तर हामी यसलाई टिप्दैन। कहाँ जान लागेको अब उतै गएर हुन्छ। यहाँ म र देवराज छु, उसले क्यामेरा हालेर चिरेचट्ट बनेर बाइक धोएर बसेको छ है। उसले चाहिँ कुदाइसक्यो। बाइक कस्तो कुदाएको, ब्रेक चाहिँ छैन है त्यो बाइकको। मैले भर्खरै कुदाएको होइन, ब्रेक चाहिँ ब्रेक प्याड नयाँ हालेको थियो, त्यही भएर प्राइम ब्रेक चाहिँ छैन। के गरे यार, झन्डै मरेन कुरी सातै उडाइदिएर बोला सक झन्डै मरेन यार। म त अल्मलिरहेको झन्डैले हार्ट एट्याक आएन। कुदाउँछ केटाले। बर्माखेललाई चाहिँ खतरा रेस हुन्छ ल। गियर घटायो केटाले। त्यसपछि अनि कुन ठाउँ जाने भनेर फिक्स गर्ने। अनि म स्प्राइट किन्छु। आज चाहिँ एकदमै गर्मी छ क्या, के नै कुरा गरौँ क्या अब तपाईँलाई। अब यतिकै बाइक चलाउँदा नि अब गर्मी क्या, त्यस्तो खालको गर्मी छ भने। मेरो त त्यो जाममा त खुट्टा पोलेर है, कहिले अलिकति कुदाउने बाटो आउँछ अनि कुदाउँला भन्ने बसेको थियो। तिमी जाँदै गर ल, तिमी जाँदै गर, म स्प्राइट किन्न आउँछु। बिरे नुन हाल्यो अनि बिरे नुन हाल, कागती हाल, कति हाल्ने हाल त्यहाँ जति छ त्यति। अब तिमीलाई टेस्ट अनुसार कतिले हुन्छ, अलिक कम हाल त्यसको आधा। त्यो के हो त्यति हाल। भाइ साहब ये क्या बनाएर है? ये फर्स्ट क्लास है, फर्स्ट क्लास। A few minutes later. केही समयमा हामी त्यो ठाउँमा पुगिनेछौँ। आज चाहिँ धेरै पछि हामी यसरी गुराँस टिप्न जाँदैछौँ। साह्रो उकालो छ नि यहाँ, उता नि यस्तै त हो नि, तर अलिकति उता चाहिँ यति साह्रो चाहिँ थिएन। बाटो चाहिँ राम्रै हो, धाउ छ तान्नलाई। कति मिनट बाँकी छ अब? अझ 26 मिनट यस्तै बाटो हिँड्नुपर्ने भयो। तर सर्टकट यो हो नि, नगरकोट जाने, थाहा छ? यो बाटो चाहिँ एकदम सर्टकट छ है नगरकोट जानलाई। पहिला म स्कुल टाइममा यहीँबाट हिँडेर गएको। 7 बजी 7:30 बजी 8 बजी हिँडेर
11-12 बजीसम्म त पुगिसकेको थिएन अर्को ल साखुको भ्यू हेर्नुहोस् आम्मा हामी चाहिँ बुझ्ने ड्याङको अब जङ्गलतिर पाउँछ क्या लालीगुराँस चाहिँ के साह्रो बाटो बिग्रेछ है यता त खाल्टै खाल्टो क्या भरे उकालो चढ्न चाहिँ मरे जतिकै हुन्छ कस्तो बाटोमा आयो है कस्तो मजाको बाटो गइरहेको थियो हामी लास्टमा थास अझै यहाँ डोजर छ अझै ग्राभेल छ हिलो छैन तिमी हिँड्दै जाने तिमी हिँड्दै जाऊ यता छेउबाट जाऊ कुरे यस्तो राख्दैन यार डट टायर भएको फाइदा त हामी यति टाढा आइपुग्यो कि हामीलाई नि थाहा छैन ल दुईजना मोटो मोटो मान्छे स्कुटरमा बसेरै टपतिर बाइकलाई मैले कुदाएन किनभने बाइकको त्यो रेडी बाटो चलिरहेछ क्या फ्यान हिटिङको फ्यान चालु भयो त्यही भएर नकुदाएको झन्डैले देखेको भक्तपुर तिमीले त्यहाँ देखाएर झन्डै गाडीलाई हानेन हामी चाहिँ अहिले बाइक बिसाएर बसिरहेको कस्तो हावा चलिरहेछ नि मजाले हावा चलिरहेछ यहाँ चाहिँ बाइक चाहिँ अनि गरम भयो अनि हामी एकछिन बस्यो फोटो खिच्यो रिलहरू खिच्यो अब एकछिनमा अलिकति माथि जाने त्यसपछि खाजा खाने त्यसपछि घर जाने आनन्दले बिस्तारै यहाँको भ्यू चाहिँ यस्तो छ हामीले चाहिँ गुराँस भेटिसक्यो हेर्न सक्नुहुन्छ हेर्नुहोस् है त गुराँस 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 खै एउटा टिप्न दिँदैन होला खै हेर्न सक्नुहुन्छ है हातले भ्याउँछ तर हामी यसलाई टिप्दैनौँ किनकि बचाउनुपर्छ हामीले संरक्षण गर्नुपर्छ कति धेरै हेर्न सक्नुहुन्छ त ठुलो यहाँबाट हेरौँ कता पुग्छ बाघ चाहिँ नआओस् बाघ आयो भने उही के हो डर लाग्यो मलाई हिँडिरहेछ त्यो लोहरकै हो कि कुकुर कहाँ हुन्छ यता मान्छे चाहिँ आउनु चाहिँ आएछ के लेखेर रहेछ पहिला कति झरिसकेको छ यहाँ छ बाटो बिचेर जस्तो छ हामी क्या छ त अनि एउटा खै यो छ पनि ओइलाएर ऊ भइसकेको छ अनि म टिप्नेछु टिप्न नहुने हो भन्छ तर म चाहिँ टिप्छु टिप सरिताले कति धेरै पाइसक्यो गुराँस म चाहिँ एउटा मात्र टिप्यो उता पुगेछ तलतिर म चाहिँ टिपेन के गर्नु यो टिपेर वेस्ट मात्र खानालाई यतिले पुगिहाल्छ हैट यो हेलमेट चाहिँ राखौँ भने राख्न पाएन किनकि हेलमेट हराउँछ भनेर क्या अब यो जङ्गलमा जो पनि आउन सकिहाल्छ त्यही भएर हेलमेट हराउँछ भनेर चाहिँ मैले राखेन पहिला एउटै यत्रो
जङ्गलको एकदम भित्र गएपछि मात्र भेट्यो है गुराँस चाहिँ। नभए बाटोको सबै टिपेर सकाइसक्यो। हामीले धेरै टिपेन, 3टा मात्र टिप्यो। तिमी के भन्न चाहन्छौ? केही भन्न चाहन्न। गुराँसलाई गुराँस पहिला जस्तो फुल्न छोडेछ। गुराँस नानीले गरेर। अरू केही? पहिला 4वटा गुराँस, एउटा गुराँस यत्रो हुन्थ्यो, अहिले 4वटा गुराँस, एउटा गुराँस यत्रो भइरहेछ। कस्तो लागिरहेछ? थकाइ लागिरहेछ, भोक नै लागिरहेछ। अब हामी डाइरेक्टै साखुमा गएर चाउमिन खाने। मिठो मिठो गुराँस त यहीँ छ होइन, तर एकदम सानो छ। यो टिपेर किन वेस्ट गर्नु? यहाँ चाहिँ हातैमा आउनेछ, त्यही नै हामीले यहाँको चाहिँ टिपेनौँ। चाहिँ यस्तो छ। हामी चाहिँ यहाँ भ्यू हेर्ने भनेर आएको। आज चाहिँ सबै बादलले छेकेर छ। त्यहाँबाट अलिकति मात्र देखाएको छ, त्यो झन्डा छ, त्योभन्दा अलिकति माथि देखाएको छ। त्यसपछि यहाँ चाहिँ त्यति साह्रो केही छैन। यस्तो छ भ्यू। हाम्रो चाउमिन आइसक्यो। छिटो खाऊ है। मैले किन यो चाउमिन खाएको भन्दा नि यो चाहिँ सन्जितासँग च्यालेन्ज गर्नलाई क्या, छिटो छिटो खानलाई। यतिको खायो भने त मैले पैसा तिर्नु पर्दैन। अब एक गाँसमा यति त सघाउनु पर्यो। त्यसले त अनि बन्दा छान्दा छान्दै सकिन्छ। म चाहिँ घरतिर लागिसक्यो। सरितालाई घर पुऱ्याइदियो। अनि म अब रात परिसक्यो भने चाउमिन खाएर निक्लिँदा त छर्लम्मै। अहिले दिन कति छिटो जान्छ भन्नै सकिँदैन क्या। आरामसे गइन्छ यार, हतार छैन। अब घर जाने हो, मस्त भिडियो एडिट गर्ने हो। ल गाइज, अब आजको भिडियो चाहिँ यति नै गरौँ होला। म नि अब बिस्तारै बिस्तारै घर पुगिन्छ। अँध्यारो छ, त्यति क्लियर त आउँदैन क्या। अब के देखाउनु, यही हिँडिरहेको बाटोलाई के देखाउनु है। अब फेरि पनि अर्को भ्लगमा तपाईँहरूलाई भेट्नेछु।